हेलो गाइज वेलकम टु एमआरके भ्लग्स ओसाकाबाट आज चाहिँ हामी घुम्नको लागि जाँदैछौँ एउटा राम्रो ठाउँ। त्यहाँ पुगेपछि म भन्ने छु कुन ठाउँ हो भनेर। आज कति 2025 नोभेम्बर 3 तारिकको दिन हैन। यस्तो राम्रो ठाउँ छ, त्यहाँ पुगेपछि म भन्छु तपाईलाई। यस गाडीमा 1-2 घण्टाको राइड 70-75 किलोमिटर छ। अनि यहाँ हाम्रो हुनुहुन्छ म्याडमहरु। 2 घण्टा भयो यहाँ म्याडम हो के त तेरा म के भनौँ त फुक्सहरू 2 घण्टा भयो यहाँ रेडी हुँदै अझै 1 घण्टा लाग्ला जस्तो छ हैन। अहिलेसम्म त रेडी भएन कस्तो हामी त 5 मिनेट रेडी भइसक्यो। यति हिँड्ने म त केटीको र केटाको ल छिटो छिटो गरौँ त ल। ल गाइस यिनीहरुले गर्दा लेट हुने हो जहाँ पनि लेट हुने यिनीहरू हुन्। फोटो पछि फोटो खिच्दा पनि 1-2 घण्टा त्यहीँ लेट गराउँछन्। अब त्यो त केही भन्नु छैन स्तब्ध भएर पछि भन्छौँ गाइस यस्तो खतरनाक ठाउँमा जाँदैछौँ हेर्दै गर्नु होला। ओके एमआरके ब्लगतिर गएर लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला प्लिज गाइज। ओके गाइज पटेको लागि पनि यो रेडी भइसक्यो। ट्याक चाउचाउ भुजा हरियो धनियाँ दालमोट सालमोट बोबाल मोज गर्ने गाइज। अहिले बिस्तारै कपाल स्ट्रेट हुँदैछ यहाँ मेरो। खतरनाक बनाइदिन्छ त्यो भोकले टेन्सन खतरनाक होइन एकदम खतरनाक भयो। तातो ल कपाल स्ट्रेट भयो केटोको बानी कस्तो सक्दैनन् फेरि। छिटो गाइस फाइनली रेडी भएर निस्कियो। ट्याकको अब यात्रा सुरु भयो हाम्रो बिहान 7 बजे। ओहो दुईटा परिहरू हेर न पुरै सेम ड्रेसअप केही फरक छैन। अर्का भ्लगर अगाडि छन् गाइस। हेर्दै गरौँ एमआरके भ्लग्स। ओहो खावाई देख्ने भ्लग बना खोइ त भ्लग बना। बाटैमा सुरु भइसक्यो यिनीहरू टिकटक। त्यहाँ पुगेपछि के गर्ने झन्। ओहो ओहो बाटैमा सुरु ल्याऊ। हाम्रो गाडी हो आजको लागि घुम्न जाने। सन्तोष सर चलाउँदै हुनुहुन्छ। हेलो कस्तो लागिरहेछ एमआरकेसँग घुम्न जान पाउँदा? ओ बसन्तीको नाममा रजिस्टर छ यो। कस्तो लाग्दैछ एमआरकेसँग घुम्न जाँदा? एकदम उत्साहित हो एकदम 200%। ल जाम चलौँ गाइज। हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ। 77 किलोमिटर छ हाम्रो गन्तव्य चाहिँ। वाउ अनि एमआरके सन्तोष सान दुईटा ब्युटी क्विनहरू टिकटक मात्र 100-200 वटा त आउँछन् गाइज। ढुक्क हो लाइक गर्नलाई रेडी भएर बस्नु होला। 1-200 वटा पोस्ट गाइस अनि कस्तो भयो टिकटक मात्र बनाएको 1-200 वटा आज पोस्ट जान्छन् टिकटक। कमेन्ट गरेर रुपियाँ हुन्छ। यता के भन्नु छ सन्तोष सरलाई? हामी चाहिँ जापानको सुरुङ मार्गबाट हिँड्दैछौँ। ओहो मोबाइल सुरुङ मार्ग। हाय हाय अच्छा लगा मेरे को। कैसा लगा मेरा मजाक? कैसा लगा आप लोग? कैसा लगा मेरा मजाक? ओहो लाइटमा कस्तो बबाल आइरह्यो। यस्तो मलाई त एकदम हिरुनी वाला फिल आउँदैछ। वाउ मिले करते ओए हेर्नु रहेछ खै पुनः खै त पुनः पुनः आइजाऊ न। उ त्यसको भ्लग एमआरके को भ्लगमा आउने त मै पक्का गर्थे बादल अगाडि हेर्न कस्तो दामी देख्छ। कहाँबाट उठाउँ यो भन्दा ए हामी पनि देखिरहेको रहेछ तल। वाउ बादल इलेक्सन होस् मायाको तिमीलाई मेरो भोट तर मायामा नपाइन खोट तर मायामा नपाइन खोट। कस्तो चिसो पानी जस्तो कहाँ अगाडि सत्य गाइस। Continue for 1 kilometer.
ओहो बादल पारीको देशमा है हामी भूमिकै भाग हो वाउ क्या दामी हो यो पुल पनि झन् यता पनि ओहो ओहो वाउ सिन हेरौ न गाइज कस्तो राम्रो हो आए हाय ओए छोटो ब्रेक लिनलाई रोकेका छौँ एकदम थाकेर ट्याक्क यसो न लसनतिर केही खानु पर्यो पिसाब फेर्नु पर्यो फ्रेस हुनु पर्यो हल्का ओहो फेरि अर्कै उ छ यहाँ रौनक सर्ट ब्रेकमा कफी खाँदै ल ल ल ल ल ल ल खाऊ खाऊ गाइस हाम्रो यो कर्णाली चिसापानीको पुल आयो ठ्याक्क त्यही नक्कल गरेर यहाँ बनाइदिएछन् क्या हाम्रो पुल यसो सम्झना आयो आहा हेरौ न सेम जापानले पनि हाम्रो यो कपी गर्दो रहेछ यस ठिकै छ समुद्रमाथि छ हाम्रो त नदीमाथि हो हाम्रो कपी गरेर यहाँ बनाइदिएछ यार यस्तो त गर्नु हुन्थेन होइन जापानले चोरे हो हो नेपालमा पहिलेदेखि थिए पछि मलाई आहा जन्नत ओहो के हो उमी हो चिसापानी सेम यार केही यो चोरेकै कस्तो बवाल छ त यार दिल खुस हो गया गाइस कस्तो लाग्यो पछाडि चिसापानी पुल जाँदैछ हाई हाई हेलो गाइज हेलो फुकुसान यहाँ के मिस भइरहेको थाहा छ म यहाँ युगाता मिस भइरहेको हुनुपर्ने होइन यहाँ कस्तो झन् रमाइलो हुन्छ वी आर मिसिङ यु गाइज नेक्स्ट टाइम नो गाइज गाई मात्र नेक्स्ट टाइम आयो गाइज सुरुङ आयो सुरुङ आयो ओहो तर सानो सुरुङ रहेछ अच्छा लगा मेरे को ये सुरुङ देखकर डांस करे अर्को सुरुङ लाइट पुगेन गाइस फाइनल्ली पुग्यो गन्तव्यमा ओए भ्यू हेरौँ है भ्यू आहा तर क्यामेरामा त्यस्तो राम्रो देखिएन आँखाले देखिन्छ दामी आहा फाइनल्ली फकाएमा पार्क चिसो यार हावा त पुरै छोडिदियो यार सानोतिनो मान्छेले उडाउँछ यार पातला मान्छेले यो पुल त्यहाँ आहा यो के हो यस्तो हाय 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 तोबा तोबा ओहो कस्तो लागिरहेछ अहिले उडाउला है पातलो मान्छेलाई विचार गर उडाउला पुनम उडाउला है बिस्तारै ओहो हेरौ न कस्तो दामी कस्तो राम्रो हो स्वर्गै आइयो गाइस स्वर्गै आइयो आहा कस्तो राम्रो ठाउँ हो यो वाकायामा ओए माई गॉड वाकायामा पार्क हो यो त उमी हो सल्लाहको रुख रहेछ पावेछ हेलो कस्तो लागिरहेछ भनौँ त जाओस् जन्नत यता पुनमलाई कस्तो लाग्यो हो लास्टै राम्रो हो मलाई पनि बबाल लाग्यो गाइज जन्नत त आ गयो मैं तो ल गाइज हामी गन्तव्य पुगिसकेका छौँ यहाँदेखि भ्यू हेर्न सक्नुहुन्छ यस्तो छ यहाँ उमी छ पुरै समुद्रै
त्यहाँ टाप पारी जाने भने अहिले दिन्न होला क्या दाम खेलै कस्तो राम्रो हावा पनि कस्तो बबार हावा चलिरहेको कस्तो लाग्यो यहाँ ठाउँमा चिसो कुदेको आवाज आगिँदै गाइज कस्तो लाग्यो ओ माई गड ओहो खुसी भएकोहरू यहाँ हाम्रो अब चटपटे बन्दैछ अब यहाँ कस्तो लाग्यो आहा हेलो 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 के छ कस्तो छ आहा चटपटे रेडी भइसकेको छ ट्याक्क यस्तो भ्यूमा चटपटे खानेहरू हेरौँ ओह ए यस्तो भ्यूमा हाय 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 चटपटे खानेको मजै और यस्तो राम्रो भ्यू अनि चटपटे अहिले पनि ठिकै छ त त्यस्तो केही भएन चिसो भएर हो अलि उता फर्किँदा देख्यो नि अघि जस्तो गफ गर न हाँस लाउने अलि अरे थोरै टिस्यु खोज्दा भाइ त्यहाँ गइसक्यो त्यो तल खै एक खाएको खाउँला खाएको हालौँ चटपटे गाई चिल अहिले आउँछ अब एकछिन रुक रुक जुत्ता हेर्दै यहाँ लाउँदो यो फालिदियो है कप फाल्नु छ मोटो बुढाले दौडा दौडा लाग्यो सब म त दबाउन सक्दिनँ एक हिलायो गोमी छोपेर बस्नु पर्यो है त चक्खु लिएर पत्ता किन दिदो कि दिदो कि खोपु भन जाने एक दिन ट्राई अगेन गर्न त यमै खुर्सानी अरू त जे हुन्थ्यो भाइ यो कत्तल देखेर मलाई यति रिस उठ्न लागिसक्यो अलि निहुरिकिन भयो गइहाल्यो पानी घाम लाग्यो होला पर पानी आयो सोचेर आमेका फुत्ते इमासन युकीका फुरुरु भन्ने भए म फुरुरु ज्यान आयो फुरु भन्ने यति हाँस्दा हाँस्दा मर्न गरौँ बुढीले ओ छिटो छिटो खाने म मलाई खानै सक्दैन खाली छिटो त भयो अब त छाला त कोही जा भाइ म त जाने नै अनि माथि हारा तल लाग्दैन गौडा गर्दै हट्टान गाइजहरू ओह दे देख हिलवाला ओहो स्ट्रगल भइरहेछ हिँड्नलाई बिस्तारै युकुरी गाइज ओहो हेलो हेलो बाटो हेरेर है अलि एउटा फेरि जुत्तै निकालेर आइसके अर्को हिलमा पुगिसके यहाँ छालमा ओहो छालमै आइयो त हो गाइज त्यो हो लास्टमा छालमै पुग्यो त है या ल गाइज फाइनल्ली हाम्रो भ्लग आज यहीँ सकिएको जानकारी गराउन चाहन्छु होइन धेरै घुमिसक्यौँ अब होइन ल आजको भ्लग गरौँ बाई बाई सायोनारा फेरि अर्को भ्लगमा एमआरके भ्लग सब्सक्राइब गरेर हेर्दै गर्नु होला अहिलेभन्दा अझै राम्रो ठाउँतिर गएर तपाईँलाई मनोरञ्जन दिनेछ युट्युबबाट ओके गाइज चिलुडे सर र म गएँ घर फर बाई बाई गाइज